Zidinki Kenabusiki Taglutimo Membara Seveka Tantinji Shunluto Pai Lote Pope Nangwa Zeldu नयाँ सालको सबैजनालाई शुभकामना छ र धेरै दिनको बादमा आज एकचोटि क्लासमा आइरहेको छु अनि अब अस्ति हामीले प्रिफिक्स सिकिसकेको सफिक्सेस पनि सिकिसकेको प्रिफिक्सेस ग द ब म ह यो चाहिँ कुनै एउटा रुट लेटरको अगाडि आउँछ यो प्रिफिक्सेस रातोमा लेखिएको चाहिँ उच्चारण गर्नु पर्दैन र यो सफिक्सेस ग न द न ब म ग न द न ब म ह छोरी छु ह र ल स चिक्ने सुमसिङा ठुक्दिनके गोच्यु र अस्ति हामी भवल छ भने चाहिँ कुन चाहिँ साइलेन्ट राख्नु पर्ने कुन चाहिँ उच्चारण गर्नु पर्ने त्यो चाहिँ भवलले बताइरहेको थियो भवल जहाँनिर जोडेको छ त्यो त्यसको अगाडिको अक्षर चाहिँ साइलेन्ट हो भनेर अस्ति नै बुझाइसकेको थिए र आज यदि भवल छैन भने विशेष गरी सफिक्स ह आज हामी योहरू सबै गरिसकेको र यो गरेको छैन र सफिक्स ह सफिक्स भनेको चाहिँ रुट लेटरको पछाडि आउनेलाई सफिक्स भन्छ अब जस्तै कि अब यो तीनवटा अक्षरको बीचमा डट छैन कहीँ पनि भन्नु मतलब यो सबै एकैचोटि उच्चारण गर्नुपर्ने र हामीले त्यो पनि सिकिसकेको थियो यदि तीनवटा छ भने हामीले दुईटा मात्रै उच्चारण गर्नुपर्ने अब यहाँ हेर्नुहोस् अब यो प्रिफिक्सको मध्ये एउटा यो हो कि होइन ग द ब म ब यो प्रिफिक्स माने जुन चाहिँ उच्चारण गर्नु नपर्ने मध्ये एउटा यो पनि हो र अब हामीलाई यो तीनवटा अक्षरदेखिको दुईटा मात्रै उच्चारण गर्नुपर्छ भनेर थाहा छ र यो प्रिफिक्स हो भनेर हामीले बुझिसक्यो किनभने ग द ब म ब अगाडि आयो र अब यसलाई कसरी उच्चारण गर्ने बाओ का हा अब कसरी उच्चारण गर्ने बाओ का हा हामी जब का भन्दाखेरि ह उच्चारण त्यो भित्र छँदैछ का हा त्यहाँ छँदैछ त्यसले गर्दाखेरि बाओ का हा का र यसको उच्चारण चाहिँ त्यति स्पष्ट सुनाइदिँदैन किन भन्दाखेरि का भन्दाखेरि हस उच्चारण त्यसमै छ त्यसले गर्दाखेरि तपाईहरु पुस्तक पढ्दाखेरि यो तीनवटा अक्षरको बीचमा यदि डट छैन भने चाहिँ सँगै उच्चारण गर्ने यो बा चाहिँ उच्चारण गर्नु नपर्ने पाँचवटा मध्ये एउटा यो हो बाओ
का का भाओ का माने वचन, जस्तै बुद्धको वचन। भाओ का माने वचन कि त आज्ञा, बुद्धको आज्ञा। भाओ का भाओ का भाओ का पुस्तकतिर यदि भाओ का देख्नुभयो भने बुद्धको वचन कि त आज्ञा का, word of Buddha, words of Buddha or order। आज्ञा। भाओ का अब अस्ति हामीले सफिक्स गर्दाखेरि गरेको थिएन। किन भन्दाखेरि यदि सफिक्स छ भने यसको अगाडि प्रिफिक्स आएको हुनुपर्छ र जबसम्म प्रिफिक्स सकिएको हुँदैन लाई इन्ट्रोड्युस गर्नु अलिकति मिल्दैन। त्यसले गर्दाखेरि आज गर्दैछु भाओ का। अब जस्तै यस्तो छ भने फेरि यहाँ तीनवटा अक्षरको बिचमा कहीँ पनि डट छैन, लास्टमा छ तर यो बिचमा छैन। त्यसको मतलब यो सबै एकैचोटि उच्चारण गर्नुपर्ने र यदि तीनवटा अक्षर छ भने दुईटा मात्रै उच्चारण गर्नु पर्छ भनेर हामीले पहिले सिकिसकेको थियो। र यो उच्चारण गर्नु नपर्ने पाँचवटा मध्ये एउटा हो कि होइन? ग द बा मा द यहाँ छ, यो साइलेन्ट हुनु पर्यो। त्यसले गर्दाखेरि दाओ का पछाडि आयो। जब हामी क भन्छु, क भन्दाखेरि को उच्चारण त्यसमै छ। दाओ का खा ग भन्दाखेरि लास्टमा को उच्चारण अटोमेटिकली आइहाल्छ र पछाडि छ भने त्यसले केही भिन्नता ल्याउँदैन। दाओ का भाओ का दाओ का। अब स्पेलिङमा भिन्नता छ, उच्चारणमा कुनै भिन्नता छैन। भाओ का दाओ का यदि पुस्तकतिर लेखेको छ भने दाओ का भने कठिन, साह्रो। दाओ का जति नै बेला तपाईँले यो स्पेलिङको का देखा पर्यो भने तपाईँले चाहिँ यसको माने चाहिँ कठिन कि त साह्रो हो भनेर बुझ्नु पर्यो। सो दाओ का दाओ का यसको फुल फर्म चाहिँ काले खापो। का ला सा पछाडि सा छ भने चाहिँ यसले एकलको काम गर्छ भनेर हामीले सिकिसकेको। का ले खा गा खाक खा गा खाक। पानारूपो काले खापो माने कठिन, साह्रो। दाओ का ला सा ले खा गा खाक पानारूपो काले खापो। अब पुस्तकतिर काले खापो भनेर सबै लेखेको हुँदैन, यति मात्रै लेखिएको हुन्छ। स्पेलिङदेखिको आफैले बुझ्नु पर्यो यो दाओ का चाहिँ कठिन कि त साह्रो हो भनेर स्पेलिङदेखिको चिन्नुपर्छ। दाओ का डिफिकल्ट।
difficult. तर हामीले अहिले खासमा ध्यान दिनुपर्ने चाहिँ कसरी उच्चारण गर्नुपर्ने, कसरी पढ्नुपर्ने त्यसमा ध्यान दिनुपर्ने र सँगसँगै तपाईँले मतलब सिक्नु सक्यो भने अझै राम्रो. सो यहाँ भावल छैन, नभए तापनि तपाईँहरूले चाहिँ यसलाई कसरी उच्चारण गर्नुपर्छ तपाईँले अहिले सिक्नुभयो. 1 2 3वटा छ, 2टा मात्रै उच्चारण गर्नुपर्ने. बा चाहिँ यहाँ साइलेन्स 5वटा मध्ये एउटा यो हो, बाओ का हा का, बाओ का का. यो त अहिले मैले लजिकली एक्सप्लेन गर्दैछु, तर यो तपाईँले धेरैपल्ट सुन्नुभयो चाहिँ भाउ का तुरन्तै भन्नु सक्ने चाहिँ कसरी हुन्छ भन्दाखेरि धेरैपल्ट सुनेर भनी बसाउनु पर्छ. मैले त यहाँ लजिकली किन यसरी उच्चारण गरेको हुनुपर्छ, किन उच्चारण गर्नु पर्दैन त्यो त मैले लजिकली बुझाउँदैछु. तर पनि देख्नु बित्तिकै पढ्नु सक्ने चाहिँ धेरैचोटि सुन्नुभयो भने चाहिँ भाउ का अटोमेटिकली का भनेर भन्नु सक्ने चाहिँ धेरैपल्ट सुनेर हुन्छ. दाओ का माने कठिन, दाओ का. अब फेरि सुन्ने बानी बसेको छैन र पढ्ने बानी बसेको छैन, फेरि त्यो 3वटा अक्षर देख्दाखेरि कुन चाहिँलाई उच्चारण गर्ने, कुन चाहिँलाई उच्चारण नगर्नुपर्ने अलिकति बुझ्नु टाइम लाग्छ. र अहिले मैले लजिकली किन यसलाई उच्चारण गर्नुपर्छ, किन गर्नु हुँदैन लजिकली एकदमै एक्सप्लेन गर्दैछु. तर यो चाहिँ देख्नु बित्तिकै पढ्नु सक्नु र नसक्नु चाहिँ धेरैपल्ट सुन्नुपर्छ, धेरैपल्ट आफैले भाउ का दाउ का त्यसरी भन्नुपर्छ. त्यसरी नै दाओ अब फेरि 1 2 3 बीचमा डट छैन, बीचमा डट छैन. हामीलाई अब यहाँ हामीले के सिकेको थियो, यो 3वटा अक्षरको बीचमा डट छैन भने 3वटा छ भने 2टा मात्रै उच्चारण गर्नुपर्ने. र यो द चाहिँ यो साइलेन्ट उच्चारण गर्नु नपर्ने 5वटा मध्ये एउटा हो कि होइन, यो हो द. ग छ, ग भन्दाखेरि हाको उच्चारण सँगै छ त्यहाँ ग ग. र पछाडि हा जोड्दाखेरि के भिन्नता ल्याउँदैन, दाओ गा हा गा, दाओ गा गा, दाओ गा हा, दाओ गा गा, दाओ गा गा. गा भन्ने मन पर्नु, खुसी हुनु. गा टु लाइक, टु लाइक, टु लाइक, टु बी happy. अब 1-2वटा रुल छ, त्यहाँदेखिको सबै रुल सक्यो. त्यहाँदेखिको हामी बिस्तारै पुस्तक पढ्नु सुरु गर्नेछु. तर यो तपाईँहरूले चाहिँ कतिजनाले चाहिँ अगाडिको क्लासलाई छोडेर लास्टको क्लासमा आउनु हुँदो रहेछ. त्यसरी सिक्नु सक्नुहुन्न. अब फाउन्डेसन नखोलिकन त्यो ढलाइ गर्छु भन्ने विचार लिएर पढेको जस्तै भयो. सुरुदेखिको एकदमै मैले फर्स्ट क्लास लेसन नम्बर 1 राम्ररी सिकिसकेँ, अब सेकेन्डमा जान्छु, सेकेन्ड राम्ररी सिकिसकेँ, अब थर्ड. त्यसरी
सिक्ने हो भने चाहिँ एकदमै राम्ररी एकदम बुझाइकन यसरी रट्नु भनेर मैले केही सिकाएको छुइनँ। यो कारणले यो यसरी पढेको हुनुपर्छ, यो कारणले यसलाई उच्चारण गर्नु पर्दैन, यस कारणले यसलाई उच्चारण गर्नुपर्छ भनेर त्यसरी बुझाएको छु। तर पुस्तक खोल्नु बित्तिकै पढ्नु सक्नु र नसक्नु चाहिँ धेरैचोटि सुनेर धेरैचोटि तपाईँले रिपिट गरेर मात्रै हुन्छ। अब गाडी कुदाउनु त सिक्यो, त्यहाँ तपाईँ सडकमा निस्किनु भएन भने त्यो सिकेको र नसिकेको केही फरक पर्दैन। त्यसरी तपाईँले अब बिस्तारी 2-3वटा रुल छ, त्यहाँदेखिको रुल छैन, त्यहाँदेखिको पढ्नु सक्ने भइसकेको हुनुपर्छ। त्यसरी दाउ गा गा माओ ना हा यो 3वटा अक्षरको बिचमा डट छैन र 2टा मात्र उच्चारण गर्नुपर्छ। मा यो प्रिफिक्स उच्चारण गर्नु नपर्ने 5वटा मध्ये एउटा यो हो, त्यसले गर्दाखेरि माओ ना हा nga, तर अलिकति हाई भएर जान्छ। माओ nga nga, माओ nga nga, nga को अर्थ चाहिँ टु ह्याभ, टु पोसेस। माओ nga nga, आफूसित हुनु। nga nga का गा nga चा छा जा आज हामी के सिकिरहेछौँ भन्दाखेरि सफिक्स ह यो सिक्दैछु। यो सँगसँगै तपाईँले 1-2वटा शब्द सिक्नु सक्यो भने अझै राम्रो। अब यहाँ फेरि 3वटा अक्षरको बिचमा डट कहीँ पनि छैन। यसको मतलब यो 3वटालाई सँगै उच्चारण गर्नुपर्ने र उच्चारण गर्दाखेरि 2टा मात्रैलाई उच्चारण गर्नुपर्छ। र यो हा चाहिँ गा दा बा मा हा, यो उच्चारण नगर्नुपर्ने 5वटा मध्ये एउटा यो हो। सो हावो जा आ जा, हाओ जा आ जा, हाओ जा आ जा, हाओ जा आ जा, हाओ जा आ, हाओ जा आ जा माने रेनबो। इन्द्रियनी रेनबो। जा चा छा जा अनि फेरि यहाँ 3वटा अक्षरको बिचमा डट छैन र यो गा चाहिँ उच्चारण गर्नु नपर्ने 5वटा मध्ये एउटा यो हो। गाओ न्या न्या भन्दाखेरि चाहिँ न्या भन्दाखेरि हासँग त्यहाँ छँदैछ र हा जोड्दाखेरि यसले केही भिन्नता ल्याउँदैन। गाओ न्या हा न्या,
गाओ न्या न्या गाओ न्या न्या माने यसलाई के भन्नु अब न्या back of your neck nya गाओ nya nya cha cha ja nya ta 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 अब यहाँ चाहिँ सुपरस्क्राइब आयो यसले के भन्दैछ यसलाई उच्चारण गर्नु पर्दैन यो पाँचवटा मध्ये एउटा यो हो कि होइन हेर्नै पर्दैन यो हो किनभने रा यहाँ जोडेको छ त्यसले गर्दाखेरि बाओ रा द त दा हा दा भन्दाखेरि हा साउन्ड त्यहाँ छँदैछ र हा जोड्यो भने केही भिन्नता ल्याउँदैन बाओ रा द त दा 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 बाओ रा द त दा 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 सिग्नल मुद्रा पुस्तकतिर मुद्रालाई बाओ रा द त दा दा भनेर लेखेको हुन्छ बाओ रा द त दा दा सिग्नल the signal the तथा द यो क्लासमा कोही नयाँ आउनु भएको छ भने यो क्लास गर्नुभन्दा अगाडि लेसन नम्बर 1 एकदमै तल गएर लेसन नम्बर 1 देखिको सुरु गर्नुस् बीचमा कुनै पनि नछोड्नुस् बीचमा छोड्नु भयो भने चाहिँ अब घर बनाएको जस्तै हो पिलर नबनाई ढलाई हुँदैन ढलाई नभए त्यसको माथि कमरा हुँदैन सबै तपाईले सबै सिकेको हुनुपर्छ यहाँ तलदेखिको र आजकल त जे गर्दा पनि सजिलै छ क्लासमा गाडी चढेर पानीमा स्कुल जानुपर्ने छैन घरमै सिक्नु सक्नुहुन्छ खाना बनाउँदा त्यो ग्यासले पकाइहाल्छ प्रेसर कुकर छ सबै सुविस्ता छ लुगा धुनु पनि वासिङ मेसिन र पनि कतिजनालाई वासिङ मेसिन हुँदा पनि अलिकति अल्छे लागिरहेको नै हुन्छ र त्यो गर्नु हुँदैन एकदमै सजिलो यो भन्दा सजिलो हुनै सक्दैन तथा दा एक दुई तीन र बीचमा डट छैन यो उच्चारण गर्नु नपर्ने पाँचवटा मध्ये यो हो गाओ ना आ ना गाओ ना आ ना गाओ ना आ ना गाओ ना आ ना गाओ ना गाओ ना ना माने ancient time ancient time उहिले नै प्राचीन काल उहिले नै न ancient न तर माओ ना
ना मा माओ ना ना मा नामा नामा। तब दार्जिलिङमा बस्नुहुन्छ भने तपाईँहरूले धेरैपल्ट सुनिसकेको हो। नामा भन्ने बुहारी, डॉटर इन लॉ, सिस्टर इन लॉ, नामा। सो बेसिकली तपाईँहरूले चाहिँ के सिक्नु हुँदैछ अहिले, यदि सफिक्स हा हो भने कसरी उच्चारण गर्ने। तथा दा ना पा दाओ पा 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 पाओ ब्रेव सासी पाओ दाओ पा नामा डॉटर इन लॉ दाओ पा पा ब्रेव साहसी हिम्मत हुने पा पा फा फा बा मा पा 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 मा दाओ मा हा मा दाओ मा हा मा लो होचो मा लो चा जा वा शा सा आ या गाओ या हा या मान्ने के भन्नु, अक्साइड कपर अक्साइड ताँबाको बारालाई धेरै दिनको लागि राखिराखिन्छ, त्यसमा हरियो त्यो कलर जुन चाहिँ आउँछ त्यसलाई अक्साइड, नेपालीमा के भन्नु पर्यो भन्दाखेरि कस। गाओ या र तपाईले आज ध्यान दिनुपर्ने चाहिँ यदि पछाडि हा छ भने चाहिँ यसले केही फरक ल्याउँदैन। मा भन्दाखेरि हा साउन्ड त्यसमा जोडेकै छ पहिलेदेखिको, र एउटा हात थप्दाखेरि त्यसले उच्चारणमा केही भिन्नता ल्याउँदैन भनेर त्यति सिक्नुपर्ने हो। सँगसँगै अर्थहरू सिक्नु सक्नुभयो भने चाहिँ अझै राम्रो। अब पुस्तकतिर कठिन भन्नुको लागि लेखाको सबै लेखिएको हुँदैन र त्यसमा दाओ का मात्रै लेखिएको हुन्छ, र त्यसैले गर्दाखेरि कतिजना मेमेले पुस्तक पढ्दाखेरि अर्थ नबुझ्ने कारण चाहिँ त्यो सबै संक्षेपमा लेखेको हुनुपर्छ, र स्पेलिङलाई हेरेर यसको मान्ने चाहिँ साह्रो कठिन हो, यो आज्ञा बुद्धको वचन जा इन्द्रियनी स्पेलिङ हेरेर बुझ्नुपर्छ। त्यसले गर्दाखेरि कतिजनाले पुस्तक पढ्दाखेरि मतलब जानेको हुँदैन।
अब कति 1-2 हप्ता जति मैले ग्याप राखेँ। तपाईँहरूले त्यो रिभिजन गर्ने फुर्सद धेरै पाउनुभयो होला। र यो भिडियो पनि साह्रो लामो भयो भने चाहिँ मलाई लोड गर्नु साह्रो पर्दैछ। त्यसले गर्दाखेरि आज यहाँ समाप्त गर्ने र आउनुभएकोमा धन्यवाद। थ्याङ्क यू।